ओके आज चाहिँ यसो माइन्ड फ्रेस गर्नलाई म पर्सा टिकटमा आएको थिएँ बुटोल यो पर्सा टिकटमा अनि यतातिर म खेततिर हिँड्दा हिँड्दै एउटा चाहिँ म ढलेको रुख देखेँ क्या त्यो रुख ढलिरहेछ तर पनि यो फेरि ग्रिनेरी पलाइरहेछ क्या फेरि ऊ जो आफू जे भयो भने भित्रदेखि जति खोक्रो भयो भने ढले पनि पुरै ऊ भयो भने तर त्यसको मेन भनेको बाहिर देख्दाखेरि के छ फुलिरहेछ तर ढल्न चाहिँ यो रुख ढलिरहेछ नि त अनि मेन चाहिँ यसको के कुरामा कनेक्ट गर्छ भने हामी मान्छेहरूको लाइफमा पनि हरेक प्रब्लम हुन्छ कि मेरोमा पनि छ सबैकोमा छ क्या तर पनि बाहिर चाहिँ मान्छे त एउटा ह्याप्पीवाला हुन्छ फुलेको हुन्छ प्रब्लम नभए जस्तो लाग्छ नि त सबैलाई त्यसरी मलाई पनि त्यसको त छैन होला यार प्रब्लम भन्ने हुन्छ तर पनि तँ ढलिरह तर पनि पलाइरह होप छ उसँग अनि मेन चाहिँ जस्तो यो रुखमा चाहिँ के छ भने अब चाहिँ यो ढले अहिले यो चैत वैशाखमा चाहिँ अब रुखहरू फुल्ने फुलहरू फुल्ने टाइम हो उसले आफ्नो दायित्व निभाइरहेछ क्या ऊ ढले तर पनि उसको जुन नेचरलाई दिनुपर्ने कुराहरू छ त्यसले ब्यालेन्स गर्दैछ क्या अब फुल फुलेर अनि ग्रिनेरी भएर नेचरलाई हरियाली बनाउने यसको काम हो यसले त्यो काम गरिरहेछ त्यस्तो हाम्रो पनि एउटा दायित्व छ जति ढले पनि जति दुःख भए पनि जे भए पनि आफ्नो त्यो दायित्व पुरा गर्नै पर्ने हुन्छ त्यो पुरा गरेन भने हामी ढलेर सकिने हो त्यही भएर आफ्नो चाहिँ दायित्व पुरा गरेर चाहिँ हामी जाने हो यो रुख पनि आफ्नो काम गरिरहेछ म पनि आज घुम्दै आउँदा अब म पनि आफ्नो काम गरिरहेको छु सबैजनाले आफ्नो काम गरेछ एकदम क्यामेरामा त्यहाँ राखेको छु म बोलिरहेको छु मजा आयो सही हो जो हिँड्दा हिँड्दै धेरै कुरा देख्न पाइन्छ फ्रेम देख्न पाइन्छ राम्रो लाग्यो जो सही हो